पसिना। हजुरलाई पसिना गनाउँछ कि साँच्चै गनाउँछ? यो कविता मेरा बाको शरीरबाट बगेका हरेक थोपा पसिनाको कविता हो। म मेरा सपना बाको पसिनाले किन्न सकिनँ भने बेसरी बासँग रोइदिन्छु। बा, हजुरका पसिनाले हजुरका सपना खुसी किन्न नसक्दा हजुर कोसँग रुनुहुन्छ? 55-60 डिग्रीको कतारको घाममा भारी सामान उठाउँदै गर्दा भएको भारी मन कसरी बुझाउनुहुन्छ बा? महिना बित्ने बित्तिकै महिनाभरको पसिना लिएर हामीलाई पसिना सुम्पिरहँदा हजुरको मन कस्तो हुन्छ बा? मलाई बाको शरीरबाट बगेका हरेक थोपा पसिनाहरूले जिस्काउने गर्छ। भन्छन् तेरा खुसीको लागि हामी बारम्बार पोखिरहेका छौँ, बगिरहेका छौँ अनि बेचिरहेका छौँ। म निशब्द हुन्छु अनि सोध्छु, के मेरा शरीरबाट बगेका पसिनाले मेरा बाका खुसी किन्न सकुला त म? बा, हजुरले आफ्नो छातीलाई परसम्म तानेर बिराएका खेतका हरेक कुनाबाट फलेका धानका पालाहरूमा हजुरको पसिनाको गन्ध आउँछ। बा, हजुरले पसिना छर्केर हुर्काएका बडर, खस्रे, सिमलीका बोटसँगै हुर्किएको म पनि आज हजुरलाई शीतल छहारी दिन सक्ने भएका छौँ बा। मेरो सर्टिफिकेटको हरेक अङ्कहरूबाट मेरो बाको पसिनाको गन्ध आउँछ। साँच्चै मलाई त मेरो बाको शरीरबाट बगेका हरेक थोपा पसिनाको गन्ध पनि मिठो लाग्छ। मलाई थाहा छ मेरो बाको मनभित्र अनेक कुण्ठाहरू दौडिरहेका छन्। विदेशी मरुभूमिमा तनको दुःख छुट्टै अनि गाउँ समाजले घरमा गरेको अवहेलनाले मनको दुःख छुट्टै। तर बा रोएको मैले देखेको छैन। सायद बाको पनि बा भएको भए आफ्ना कुण्ठाहरू मैले जसरी बासँग पोख्नुहुन्थ्यो होला बाले पनि। बा, थकाइ के हो? बा, आराम के हो? सायद आराम के हो बाको शरीरलाई थाहा छैन। साँच्चै आजसम्म त्यो शरीरले कुनै क्षण आराम पाएको पनि त छैन। बा, हजुरको मन कति विशाल छ है। दुःख, अभाव, अवहेलनासँगै आफ्नै बा आमालाई समाजले गरेको तिरस्कार सबै कुण्ठाहरू मनभित्र दबाएर हिमाल झैँ अटल हुनुहुन्छ है बा। म मेरा बालाई सोध्छु, बा, हजुरको सपना के छ? बा मुस्कुराउँदै भन्नुहुन्छ, तिमीलाई सुख दिने। बा, मेरो होइन क्या बा, हजुरको चाहिँ के छ? बा फेरि भन्नुहुन्छ, तिमीले राम्रो जागिर खाएको, तिमीलाई सबैले वाह गरेको हेर्ने मन छ बाबु। मैले बल्ल बुझेँ। बाका आफ्ना सपना त मेरा सपनासँग बेचिसकेका रहेछन्। बाले हाम्रो सपना पुरा गर्ने दौडमा मेरो पनि त जिन्दगी छ भन्ने कुरा त बिर्सिसक्नु भएछ मेरा बा। हातमा चियाको गिलास पर्ने बित्तिकै मलाई सम्झनुहुन्छ। अनि म भने कलेजको फी र कोठा भाडाको बिल हातमा परेपछि बालाई सम्झन्छु। अनि म भने कलेजको फी र कोठा भाडाको बिल हातमा परेपछि बालाई सम्झन्छु। मेरा बाले मेरो हात कपास जस्तै नरम बनाउन आफ्नो हात फलाम जस्तै कडा बनाएका छन्। मलाई सुखको शीतल छहारी दिन आफू कतारको गर्मीमा भिजेका छन्। बाको शरीरले अब म पसिना बगाउन सक्दैनन् भनेर हार मानेको दिन मैले मेरा पसिना बेच्न तयार पारेको हुनुपर्छ। होइन भने मैले मेरा बाका खुसी कसरी किन्न सकुला र? बा आफ्नो शरीरलाई बिसन्चो भए पनि हामीलाई सन्चै होस् भन्नुहुन्छ। मेरो जस्तो हाल्दै हुँदैन है, धेरै प्रगति गर, धेरै पढ भन्नुहुन्छ। बा, साँच्चै म मेरा सपना र हर किन्न नसक्दा हजुरसँग रुन्छु। बा, साँच्चै म मेरा सपना र हर किन्न नसक्दा हजुरसँग रुन्छु। बा, हजुरका पसिनाले हजुरका सपना र हर किन्न नसक्दा हजुर पनि मसँगै रुनु है बा। बा, हजुरका पसिनाले हजुरका सपना र हर किन्न नसक्दा हजुर पनि मसँगै रुनु है बा, मेरा बा।